जिन्दगीमा हिउँ पनि छुवाई भयो Hello guys, this is day 2 from Lachung. So हाम्रो सोल्टीहरू उठिसकेछ। गुड मर्निङ एभ्रीवन। गुड मर्निङ। ए सबै मिलाइदिनु भएको? ओके। म त लेट भएँ है। ल केही छैन। अब म पनि रेडी हुन्छु, फ्रेस हुन्छु। टाइम कतै। अब कहाँ जानुपर्छ हामी साथी? युमथाङ। ओके, सो स्टे ट्युन गाइस। गुड मर्निङ भाउजू, भाउजू आइपुगेछ। गुड मर्निङ। डे 2 स्टार्ट भयो है। डे 1 को अहिले अपलोड गरिदिएँ ल। आज चाहिँ के गर्नुपर्छ? लास्ट डे त होइन आज है, भोलि हो। आज खास डे। भाउजू बेलुका गरम भएन? भाउजू बेलुका गरम भएन? गरम त भएन है। मलाई त गरम भयो होइन। हेर्नु ब्ल्याङ्केट भेगा भएको नि त, गोरुङ भएको हो क्या। अहिले पनि यतिकोमा पनि केही पनि लागेको छैन क्या, नर्मल लागिरहेको छ। ए गाइस, म त हाफ प्यान्टमै छु है। पस्छु। त्यो सोल्टी नचली सुटेको होइन कि के भयो भने त्यो कक्रेको जाडोले उतापट्टि जान्छु भन्दै सोल्टी होइन म सुन्छु सोल्टी भनेर यता सुन्दा हेलो। अब हामी चाहिँ रेडी भयौँ है माथि युमथाङ भ्याली र 0 पोइन्टको लागि। र आजको हल्का गेटअप चाहिँ यस्तो छ। सो आज रुम यतिकै छोड्नुपर्छ। सो हाम्रो भाउजूहरू, भाइ, यता दादा सबै रेडी भयो। सो आर यु गाइस रेडी फर द स्नो? आउनु हेर्नु यहाँबाट यस्तो भ्यू देख्दो रहेछ हाम्रो होटलबाट चाहिँ। गुड मर्निङ एभ्रिवान। हामीलाई बोलाएको होला। आगे दोस्तों। अब तो स्टार्ट भयो सेकेन्ड डेको जर्नी है। ल गुड मर्निङ साथी। मर्निङ हजुर। रेडी? म आउँदैछु। हुन्छ। सबै आइपुग्यो है। खै ए हाम्रो यहाँ सोल्टी एकछिन यो हालिदिने। ल हुन्छ। ए उहाँ रहेछ ऊ। के निकालेको कि मैले ट्रिक्कै देखो ना गाइस, देखो ना गए, देखो ना। ए मुनिसियो भन्ने त पाउँछ नि त। लु आइपुग्यौँ हामी युमथाङ भ्याली। अब चाहिँ यहाँनिर के गर्नुपर्छ भन्दा
ब्रेकफास्ट आउनु साथी हाम्रो 41 नै हो नि होइन साथी आमा यो हो नि हौ ल त सप नम्बर 41 यही हो ब्रेकफास्ट हो आमा यहाँ पनि रहेछ त खै लु त सिरिवारा भन्नु मन लाग्यो यसलाई त हिउँदै गयो त सिरिवारा स्टार्टिङ लु है फर्स्ट टाइम मोड्नु अगाडि लामा भोकै चिसो पुग्दो रहेछ त यसले त बङ्गै हुँदो रहेछ नि त साथी हिउँ स्टार्टिङ है लाचुङमा गरम गरम म्यागी ब्रेकफास्ट भिडियो चाहिँ सेयर गरौँ ल ओके सोल्डिङ भएको पनि सेयर ए लाचुङ त तल पो त यहाँ त युमथाङ लु गाइस जिन्दगीमा हिउँ पनि छुवाइ भयो आमा त होइन हौ जुत्ताभित्र पस्छ नि तिम्रो Yes guys. देखो ना साथी होइन Not here. We'll play. गम्बुट लागेर जानु भएको माथि खेल्नुपर्छ लाग्यो